विक्रम सम्वत 2081 साल चैत्र 16 गते चैत्र कृष्ण पक्षको अमावास्याको दिनमा लाग्दैछ यो 2081 सालको अन्तिम अनि शक्तिशाली सूर्य ग्रहण। यो शनिबारको दिनमा औँसीको दिनमा लाग्ने यो एउटा भयंकर अनि शक्तिशाली ठूलो विश्वमा ठूलो हलचल गर्ने एउटा ठूलो शक्तिशाली सूर्य ग्रहणको रूपमा लिइने गर्दछ मित्रवर्गहरू। खगोलमा घट्ने यो एउटा घटनाक्रम हो र यो ग्रहण नेपाल लगायत भारत अथवा एसियाका मुलुकहरूमा अथवा सार्कका राष्ट्रहरूमा यो देखिन्छ या देखिँदैन, यो कुन कुन देशहरूमा यो विशेष गरेर यो ग्रहणलाई देखिने गर्दछ र ग्रहणको स्पर्श मध्य अन्त्य कति बजेर कति मिनेटमा नेपाली समय अनुसार रहनेछ र यो ग्रहण लागेको समयमा गर्नै नहुने यी कार्यहरू के रहेका छन् त, यी सम्पूर्ण विषय वस्तुहरू म अन्तिमसम्म बताउँदै जानेछु महानुभावहरू। त्यसै कारणले गर्दा थप जानकारी लिन चाहनुहुन्छ भने यो च्यानललाई पनि तपाईले सब्स्क्राइब गर्न नभुल्नुहोला मित्रवर्गहरू र साथसाथै भिडियोलाई एक लाइक पनि गर्न नभुल्नुहोला र तपाईले यो विषय वस्तु यो प्रस्तुतिहरू कुन ठाउँबाट हेर्दै हुनुहुन्छ त कमेन्ट बक्समा कमेन्ट पनि गर्न नभुल्नुहोला मित्रवर्गहरू। इतिहासमा चन्द्रग्रहण त धेरै घट्ने गर्दछन् तर इतिहासको धेरै लामो खण्ड समयपछि यो सूर्य ग्रहण देखिने गर्दछ अथवा लाग्ने गर्दछ मित्रवर्गहरू। र पृथ्वीको छाया चन्द्रमामा पर्दाखेरि चन्द्रग्रहण लाग्दछ भने चन्द्रमाको जुन अथवा पृथ्वीको छाया जब सूर्यमा पर्दछ भने सूर्य ग्रहणलाई लाग्ने गर्दछ। यी दुई प्रकारका रहने गर्दछन्, खण्डग्रास अनि खग्रास रहनेछन् र यो चैत्रको 16 गते शनिबारको दिनमा लाग्ने ग्रहण भने खग्रास नभएर खण्डग्रास सूर्य ग्रहण रहनेछ र करिब विश्वका 55 वटा भन्दा धेरै मुलुकहरूमा यो ग्रहणहरूलाई देख्न सकिनेछ मित्रवर्गहरू। ती कुन कुन देशहरूमा देखिनेछ त म पछाडि बताउने छु र त्यो भन्दा पहिले म यो ग्रहणको स्पर्श कति बजे रहेको छ, मध्य कति बजे रहेको छ, अनि मोक्ष कति बजे रहनेछ र यसको सर्व पर्व अनि कति घण्टा कति मिनेटसम्म यो अथवा यो सूर्य ग्रहण लाग्नेछ त त्योतिर म अगाडि बढ्न गइरहेको छु। 2081 साल चैत्रको 16 गते तदनुसार मार्च 29 तारिक 2025 का दिनमा यो लाग्ने यो खगोलीय यो घटनाक्रममा लाग्ने यो सूर्य ग्रहणको स्पर्श भनेपछि 2:35 स्पर्श हुनेछ भने मध्य 4:32 हुनेछ भने र मोक्ष भनेको 6:28 मोक्ष हुनेछ जुन नेपाली समय अनुसार यो भने मैले बताएको हुँ। भने अन्य देशहरूमा तपाई कुन ठाउँमा हुनुहुन्छ, तपाई भएको ठाउँबाट यदि पूर्व या पश्चिम पर्दछ अथवा त्यही अनुसारले तपाईले आफ्नो समयलाई मध्यनजर गरेर तपाईले हेर्न पनि मैले अनुरोध अनि आग्रह मैले विशेष गरेर गरे। यो त थियो कति बजे लाग्दछ, कति बजे मोक्ष, कति बजे मध्य हुन्थ्यो। अब जुन ग्रहण लागेको समयमा त्याज्य कार्यहरू के रहेका छन् त अथवा कस्ता कस्ता कार्यहरू गर्नु हुँदैन भनेर हाम्रो शास्त्रहरूमा विशेष गरेर वर्णन गरिएको छ त। यो समयमा सुत्नु पनि हुँदैन। यो ग्रहणको जुन स्पर्श रहेको छ, सम्मेलन रहेको छ, मध्य रहेको छ र मोक्ष जुन रहेको छ, यो समयमा हामीले निद्रा अथवा सुत्नु पनि हुँदैन। जसले सुत्दछ भने त्यो व्यक्तिलाई सदैव उसको लागि व्याधि हुने गर्दछ, दरिद्रता छाएर जाने गर्दछ मित्रवर्गहरू। यो समयमा कुनै पनि मैथुन आदि क्रियाकलापहरू अनि कार्यहरू पनि कहिल्यै पनि गर्नु हुँदैन मित्रवर्गहरू। यसमा मलमूत्र त्यागहरू पनि ग्रहणले स्पर्श गरेको बेला, ग्रहण लागेको बेला नगर्नु भनेर हाम्रो धर्मशास्त्रहरूमा यसको विशेष गरेर वर्णन गरिएको पाइने गर्दछ। यो समयहरूमा शरीरहरूमा तेलहरू घस्नु पनि हुँदैन मित्रवर्गहरू र तेलहरू घस्दाखेरि शरीरमा कुष्ठ रोग लागेर जाने गर्दछ र यो समयमा जुन बुढा, रोगी, अशक्त, अपाङ्ग बाहेक गर्भवती बाहेक अरू सबैको लागि भोजन पनि यसमा निषिद्ध गरिएको छ अथवा भोजन पनि गर्नु हुँदैन भनिएको छ। जसले यो समयमा ग्रहण लागेको समयमा भोजन गर्दछ भने त्यसको अधोगति भने सुनिश्चित छ भनेर पनि विशेष गरेर बताइएको छ मित्रवर्गहरू। त्यसै कारणले गर्दा यो समयमा भोजनहरू पनि नगर्नु होला।
यो समयमा कसैसँग झै झगडाहरू गर्ने, कसैको द्रव्यहरू चोर्ने जस्ता आदि विविध क्रियाकलापहरूतिर कहिल्यै पनि गर्नु हुँदैन भनेर भनिएको छ। जसले गर्दछ भने मार्ने, हिंसा, हत्या र काटमार जस्ता कामहरू गर्दछ भने त्यसले नरकमा जानु पर्दछ, यसमा कुनै पनि संशय छैन भनेर बताइएको छ मित्रवर्गहरू। त्यसै कारणले गर्दा यी यस्ता गतिविधिहरू, कार्यहरू भने विशेष गरेर नगर्नुहोला र आफ्नो कामनासँग जोडिएका संकल्पित कार्यहरू भने यो ग्रहण लागेको समयमा कदापि पनि नगर्नुहोला मित्रवर्गहरू। ग्रहण लागेको बेला अब के गर्ने अनि के नगर्ने त्योतिर हामी अगाडि बढौं। ग्रहण लागेको समयमा भने कुनै पनि वैदिक मन्त्र अथवा तान्त्रिक मन्त्र, गुरुद्वारा प्राप्त गरेको वेद मन्त्र अनि जुन दीक्षा मन्त्रहरू र आफ्नो गायत्री गुरुद्वारा दिएको मन्त्रहरूको यो समयमा विशेष भन्दा विशेष जपहरू गर्नु भने अत्यन्त लाभकारी सिद्ध हुने गर्दछ। अथवा यो मन्त्रमा शक्ति, अझै पनि दैवीय शक्ति बढेर जाने गर्दछ र हाम्रा हर इच्छा, हर कामनाहरूलाई पनि परिपूर्णता दिलाउने गर्दछ। यो समयमा विशेष गरेर मन्त्रहरूको जप गर्नु अत्यन्त शुभ अनि सर्वश्रेष्ठ भन्ने मानिएको छ। र यो ग्रहणले छोडिसकेपछि जुन सूर्यनारायणले अर्घ प्रदान गरेर गंगाजीमा स्नान आदि कार्यहरू गर्नु भने सबैभन्दा श्रेष्ठ अनि लाभदायक रहेको छ मित्रवर्गहरू। र आफ्नो कामनासँग जोडिएका हरेक कार्यहरू, कुनै पनि कार्यहरू गर्नु हुँदैन भनेर हाम्रो धर्मशास्त्रमा पनि यसको विशेष गरेर वर्णन गरिएको छ। त्यसै कारणले गर्दा यस्ता कार्यहरू पनि गर्दै नगर्नुहोला मित्रवर्गहरू। अब यो ग्रहण कुन कुन देशहरूमा यो ग्रहण देखिनेछ त, अथवा यो सूर्य ग्रहणलाई बार्नु पर्ने छ त, त्योतिर म तपाईहरूलाई ध्यान आकर्षण गराउँदैछु। र तपाईँ यदि यी देशहरूमा हुनुहुन्छ भने तपाईको लागि के शुभ अनि के शुभ, कुन राशिको लागि लाभप्रदक समय रहेको छ र कुन राशिको लागि अरिष्ट रहेको छ, मैले यो च्यानलको तलपट्टि पनि मैले भिडियो बनाएर राखिसकेको छु। त्यहाँ गएर कुन राशिले ग्रहणलाई हेर्न मिल्छ या कुन राशिलाई मिल्दैन सबै कुरा बताएको छु। त्यसैले त्यहाँ गएर पनि अवश्य भिडियोलाई हेर्न नभुल्नु होला मित्रवर्गहरू। अब कुन कुन देशहरूमा लाग्दैछ त, जुन 210 वटा राष्ट्रहरूमध्ये 55 वटा देश अनि राष्ट्रहरूमा भने यो ग्रहण देखिनेछ भने क्यानाडा, मेक्सिको, ब्रह्मा, जमैका, पानामा, स्पेन, कम्बोडिया, आइसल्यान्ड, पोर्चुगल, फ्रान्स, इटाली, आइसल्यान्ड, आयरल्यान्ड, बर्मुडा, नर्वे, स्पेन, उत्तर कोरिया, अर्जेन्टिना लगायतका ठाउँहरूमा भने विशेष गरेर यो सूर्यनारायणमा ग्रहण लागेको एउटा परिघटना अनि घटना विशेष गरेर देखिनेछ मित्रवर्गहरू। यी राष्ट्र अनि देशहरूमा भएका व्यक्तिहरूले नाङ्गो आँखाले सूर्यग्रहण कहिल्यै पनि नहेर्नुहोला। जसले यदि नाङ्गो आँखाले यो समयमा जुन ग्रहणलाई हेरिएछ भने वो अन्धो पनि हुन सक्दछ अथवा आँखा नदेख्न पनि सक्दछ मित्रवर्गहरू। र विशेष गरेर टेलिस्कोपको माध्यमद्वारा र कुनै पनि जलको प्रतिबिम्बको माध्यमद्वारा भने ग्रहणलाई हेर्नु उपयुक्त मानिन्छ भने खाली आँखाले यो समयमा ग्रहणलाई हेर्नु हुँदैन। र गर्भ रहेका अथवा गर्भवती महिलाले यदि यो ग्रहण हेरियो भने गर्भमा भएको शिशुलाई ठूलो असर पर्ने र बच्चाको आँखा, नेत्रहरू पनि ज्योति पनि गुम्न सक्ने संकेत पनि विशेष गरेर वैज्ञानिकहरूले बताएको कारणले गर्दा साना बच्चाहरूले विशेष गरेर यो ग्रहण नहेर्नु नै उपयुक्त मानिने गर्दछ भने। र कुन राशिलाई शुभ अथवा कुन राशिलाई अशुभ रहेको छ त म अर्को भिडियो अनि अर्को प्रस्तुति ल्याउने बाचा गर्दै म बिदा हुन्छु। जय श्री राधे, जय श्री कृष्ण, जय